हेलो एभ्रिवान, जस्तो छ त्यस्तै प्रस्तुत गऱ्यौँ है त। अब हाम्रो प्यारो भदैले पनि बर्थडे बनाउनु खोजेको कारणले गर्दाखेरि चाहिँ हामी यसरी सामान उसार्दैछौँ। अनि त्यस पछाडि फेरि लिनु जाँदैछौँ। ठुलो नभए पनि सानो बर्थडे पार्टी हो, नानीको मन राखिदिनुको लागि चाहिँ। अनि त्यस पछाडि चाहिँ हामीले यहाँ प्याज छिल्दैछौँ। टमाटर चाहिँ मैले अघि नै काटिसकेको थिएँ। अनि त्यस पछाडि मलाई यहाँ फेरि डेकोरेसन गर्नुको लागि बोलायो, तर मैले गरिनँ किनभने चाहिँ मैले मासु बनाउनु पर्ने थियो। अगाडि चाहिँ नराम्रो देखे पनि पछाडि त्यसलाई हरेक कुरा मिलाएपछि चाहिँ एकदम धेरै ब्युटिफुल सुन्दरी देखिरहेको थियो होइन। अनि त्यस पछाडि यहाँ हेपीबर्थडे टु यु भनेको नानी डराएर लुकिरहेको थियो। अनि मेरो क्यामेरामा चाहिँ जहिले यसरी स्प्रे आएर अड्किन्छ, यस्तो रिस उठ्छ नि। अनि त्यस पछाडि मैले यहाँ पैसा दिएँ अनि भाउजूले मलाई केक दिनुभयो। अनि यहाँ चाहिँ दुईजनाको युद्ध हुँदैछ, जहिले युद्ध नै हुन्छ उनीहरूको। अनि यसरी खाइसके पछाडि चाहिँ राति चिसो महिनामा यसरी धन्दा गर्दा कस्तो हुन्छ तपाईँलाई पनि थाहा छँदैछ, रमाइलो नै हुन्छ।